गाइज हामी चाहिँ यो चितवन नेसनल पार्क होइन सौरामा चाहिँ हामी यहाँ पुरा घुमिरहेको छौँ। हाम्रो साथीहरू यहाँ पुरा घुमिरहेको छ होइन। हामी चाहिँ अब यहाँ नेसनल पार्क गाइज चितवन नेसनल पार्क अब चाहिँ होइन गाइज हाम्रो यात्रा चाहिँ अगाडि बढिसकेको छ होइन। चितवन जङ्गल सफारी नेसनल पार्कभित्रको यो रमणीय गाउँ हामी जङ्गलभित्र प्रवेश गरिसकेका छौँ होइन। जङ्गलभित्र चाहिँ हामी प्रवेश गरिसकेका छौँ। हामी जनावरहरू देखिरहेको छ त्यहाँ जनावरदेखि सुरु भयो। यो चाहिँ घरपालुवा जनावर है गाई। अब हामी चाहिँ गेटबाट भित्र प्रवेश गरिसकेका छौँ होइन। साइडमा चाहिँ भित्र गैँडाहरू छ होइन। यहाँबाट चाहिँ अब हामी ब्यागको चाहिँ होइन अब बनकुखुरा अगाडि गाडीले जङ्गलैमा चाहिँ हेर्नु प्रोग्राम पनि आउँदा हामी डरायो घुम्छ। अनि यो पार्किङ एरिया हुन्छ र त्यो अलिक सानो साइजमा हुन्छ। चितवन नेसनल पार्क ओ गैँडा यही गैँडा हो। सबजना हेरेर छ नि। आमा टाउको तल गरे टाउको तल गरे चलाएको हो विशाल होइन गाउँमै हो कि बाघहरूले पनि हाँसे केही गर्न सक्दैन। छालै जाने जिल्लाको पनि हात्तीले नि छोडेको आर्मीको पुरानो कुरा हुन्छ कि साथै गोही बसिरहेको छ यार। मगर गोही भन्छ यसले जनावर मान्छे सबै खाइदिन्छ। अर्को चाहिँ घडियाल भन्ने हुन्छ छुट्टै यसले चाहिँ माछा मात्र खाने हो। बियरको लागि बियरको लागि नेचुरली हो कि
चाहिँ अलिक घना जङ्गल आइपुगेको छ है। अब तिनीहरूले त्यसो घना जङ्गलतिर मोबाइलमा टावर छैन गाइस त्यस्तै यहाँ। ओ माय गॉड जङ्गल उता पनि जङ्गल अगाडि जङ्गल तर भेटिएन जनावर। चाइनातिर त घाटीमा माछा गर्ने चोरी सब खराब है। कालिज हाँसको रहेछ अबदेखि त अहिले त हल्लेर जात्रै भयो। चराहरू सबै कोही बसिरहेछ। यहाँ विशेष केही छैन। यहाँ टक्कै एउटा ब्लक गयो हेर्दै आमा के ए यो चाहिँ गोहीहरू है गोही हैट। यहाँ 3-4 गोही बसिरहेको छ। 4वटा छ यार। ऊ एउटा पानीमा यहाँ पानी गएर यहाँदेखि त बाघ चितुवा सबै मेरो मोबाइलबाट नखिचे प्रभावको चाहिँ हो। विजयको त उसकै आइफोन छ। प्रभावको पनि आइफोन होइन, स्यामसङ हो। यो भाग
सिंह हुने जम्मा चित्रियो कसले भने मृग सिङ भएको नि कहाँ तिन चार कसले भनेको दिदी तपाईँलाई भन्नु त त्यसरी मोडिने हुन्छ भनेर कोचीको चाहिँ सिङ हुँदैन रेड पान्डा अलिकति गाडी आएको मलाई घाँस खाएर बाख्रा जस्तो जनावरहरू सबै भालेमा राम्रो देख्छ हेलो पनि अब भलै गर्नु सबै गाडीहरू राति मजाले कुखुरा होइन कुखुरा सिटनलाई त झोल्थ्यो बियरसँग भरे चेडा त्यो लुकिरहेछ त यार मासु भइसकेका छौँ होइन हामी गाइज हामी फाइनल चाहिँ हामी यो सफारी सकेर चाहिँ हामी फर्किसकेका छौँ अब हामी यो गेट यो चाहिँ मेन गेट हो है सफारीको यो गेटबाट चाहिँ हामी अब बाहिर रहेका छौँ होइन अब हामी बिच रोडतर्फ निस्छौँ अब चाहिँ हामी उडान सक्ने सम्भावना प्रबल भएको हुनाले गाइज अब जङ्गल अर्ना